सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमस्कार। भोलि फागुन 21 गते युवाले चाहेको जेनजीले ल्याएको एउटा आन्दोलनबाट यो 2082 मा निर्वाचन आएको छ। 84 सम्म कुर्नुपर्ने थियो परिवर्तनको लागि। युवाहरूले चाहेर अनि परिवर्तन ल्याउनको लागि भोलि चुनाव हुँदैछ। केमा भोट हाल्ने भन्ने कुरा तपाईहरुलाई भनिरहनु पर्दैन होला। हजुरहरूलाई थाहा छ 76 जनाको काख रित्तेको छ। कसैको छोरा खोसियो, कसैको ज्वाइँ खोसियो, कसैको बाबा खोसियो, कसैको आमा खोसियो। यो कुरा हजुरहरूलाई भनिरहनु जरुरी छैन। भदौ 23 र 24 गते त्यो कालो दिन सम्झिँदाखेरि तपाईहरु केलाई भोट हाल्नुहुन्छ त्यो नबिर्सिनु होला। जसका छोराछोरी बालबच्चा मरे ती कुनै गल्ती गरेर मरेका होइनन्। 23 गते साधारण र शान्तपूर्वक आन्दोलन गर्दाखेरि सरकारले गरेको दमन र सरकारले हानेको गोलीले 9 जनाको हत्या भइसकेको थियो, ज्यान गुमाइसकेका थिए। तर केपी ओलीले राजीनामा नदिएको कारणले 24 गते आगजनी तोडफोड भएको हो। त्यति गरिसकेपछि मात्रै केपी ओलीले घुँडा टेकेर राजीनामा दिएका हुन् र अहिले यो परिवर्तनको चुनाव हुन लागेको हो। परिवर्तनको लागि र देशको लागि सही ठाउँमा मतदान गर्नु होला। हस्, धन्यवाद।